हेलो गाइस होइन म भोलि चाहिँ म होइन अन्नपूर्ण हिमालमा अब ट्रेकिङ जाँदैछु अनि यसो लास्टै खुसी पनि लागिरहेछ होइन अनि सामानहरू पनि मैले भोलिको लागि प्याक गरेको छु मेरो कपडा सक्स अनि टोपीदेखि लगेर होइन अनि लाउने बाक्लो बाक्लो कपडाहरू सबै मैले प्याक गरिसकेँ अब निन्द्रा लागिरहेको छैन भोलि जानुपर्ने होइन निन्द्रा लागिरहेको छैन सो एक्साइटेड र आज लास्टै खुसी लागिरहेछ किनकि म पनि जान पाउँदैछु अन्नपूर्णमा वाउ कस्तो होला त्यो ठाउँ भन्ने सोचिरहेको छु कि म क्या सोचिरहेको छु होइन अब गएर केटाहरूलाई म दामी दामी ठाउँहरू देखाउँछु है अब भोलि बिहान म ट्याक्क क्यामेरा अन गरेर टक्क गइदिन्छु नि गाइस है त ल गाइस हाम्रो अब ट्याक्क सामान बाँधेर रेडीमा छ केटाहरू अब जानेमा र भारीहरू पनि बाँधिसकेको छ यहाँ ट्याक्क मेरो सम्धीको अनि हाम्रो दाजुभाइहरूको सबैको ट्याक्क आनन्द चिलमा अब चाहिँ टुई जाने हो टुई जाने हो भने रमाइलो गर्ने हो गोरीहरू पनि पछाडि पठाएको छ बेसी सहरबाट अब कुन ठाउँसम्म हामी यो के ठाउँ भन्दैछ त्यो ठाउँमा जाँदैछु गाइस सबजनाले हेरेर सपोर्ट गरिदिनु होला होप यु गाइस लाइक सो सबैजना हेरेर इन्जोय गर्नु होला इन्जोय दिनु होला यस्तो चाहिँ अब यहाँ गरेर इन्जोय गरिरहेको छ केटाहरू चाहिँ हेरेर इन्जोय गर है चित्त बुझाओस् गाइस यस्तै हो पार दामी छ खोलाहरू नि सही लाग्यो खोलाको भ्यू हेर्ने हो गाइस यहाँ फेरि लोकल गाडीमा चढेको लोकल गाडी फेरि यस्तै डेन्जर रहेछ कि फेरि यो पनि होइन अन्नपूर्ण हिमालयन सम्झे आई होप दामी छ जस्तो लाग्छ है म एकदम एक्साइटेड भइरहेछ एकदम खुसी लागिरहेछ मनमा म जान पाइरहेछ होइन अति खुसी लागिरहेछ तर हुसु पानी परिरहेछ मौसम खासै क्लियर पनि छैन राम्रो पनि छैन क्या मौसम चाहिँ अब माथि हामी खाना खाने ठाउँतिर केटाहरू अब त्यहाँ भेटघाट हुन्छ अनि त्यतिखेर यसो देखाउनु गाइस हामी चाहिँ सुरुङभित्र छिर्न लागिरहेछ सम्झी कतिको एक्साइटेड छ हेर्नु है त म सुरुङ देखाउँछु ल सुरुङ हेर्ने नि त त्यो पारीको चाहिँ सुरुङ हो क्या त्यो पुलदेखि भित्रपट्टि चाहिँ त्यो सुरुङबाट छिर्छै गाइस हामी ल त्यही हो सुरुङ चाहिँ यहाँ पुलदेखि सट्टा सुरुङ छिरेर जाँदैछु गाइस खोला यही है मस्याङदी खोला के अरे मस्याङदी के अरे मस्याङदी हो मस्याङदी खोला सुरुङ हो त्यहाँ गयो गाइस हामीभित्र ल सुरुङ What the fuck, man? सुरुङ है सुरुङ हो त निस्क्यो अब सुरुङबाट हामी बाहिर ल छर्लङमा निक्ले हामी वाउ
भन्ने ठाउँ त खासै छैन रहेछ। भोलि पर्सितिर देखिन्छ। अब भोलि पर्सितिर चाहिँ वाउ भने फ्रेसहरू दामी दामी हुन्छ। फेरि मौसम हुस्सु चल्यो भने के वाउ भन्थ्यो र हुस्सु चाहिँ नचलोस् भनेको सके समेत। अनि गाइस हामी चाहिँ यता खाना खाने ठाउँमा आइपुगिसकेँ। अनि साथमा मेरा सबै साथीहरू छन्। अनि एउटा गोरी पनि छन् होइन गोरी पनि छन् बिचरा। ऊ चाहिँ बिरामी भएर हामी सँगै आए, उसको साथीहरूसँग आएनन्। अनि यहाँ चाहिँ हाम्रो साथीहरू छन्, सबैजना खाना खानको लागि पर्खेर बसिरहेको होइन। साथीहरू छन्, दामी मजा आइरहेछ। वेयर चिल। अनि हाम्रो गोरे एउटा आएर चाहिँ फेरि त्यहाँ हरेक चिज फुगाल्दै रहेछ। फेरि गोरेले चाहिँ ऊ त्यहाँ कपडा चेन्ज गर्दै रहेछ गोरे चाहिँ। अनि हाम्रो सामानहरू चाहिँ यता छ नि सबै केटाहरूको। अनि हाम्रो गोरे चाहिँ ट्याक्क कपडा सपडा चेन्ज गरेर बसिरहेको रहेछन्। त्यस्तो अवस्थामा रहेछन् बिचरा त के भन्नु गोरेलाई, त्यो अवस्थामा चाहिँ रहेछ। अनि गाइस अब हामी जानुपर्ने चाहिँ यो बाटो हो होइन। पानी परेर साइकल ह्याङ हुन्छ जस्तो छ। अनि यो ठाउँहरू ठिक ठिकै छ, डाँडा काँडा। त्यो माथिको चाहिँ के हो? पार्क हो। त्यहाँ माथि पार्क पनि दामी होला यार, घुम्न जान मन लाग्छ। तर के गर्नु अब यस्तो पानीमा टक्क ल गाइस। अब हिँड्दै हिँड्दै ट्याक्क बनाउँदै जान्छ ल, हिँड्दै जानु ल गाइस। के चाहिँ सम्झितिका ट्रेकै अब सिद्धिने बेला भइसक्यो कि अब सिजन अब सिद्धिन्छ नि। ठिक छ।